हिसाब पैसा टकराएको छ परमेश्वर कुनै तल बितल हुन परमेश्वर क्षमा बोला शरण लिदिनु होला परमेश्वर शरण दिनु होला हामी केही जान्दैनौँ। ढेँडो पाक्न लायो तिम्रो नाम के हो? तिमी कतिमा पढ्ने? कति? Hey guys, welcome back to my new video. Hope सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै आरबी छु। आज चाहिँ म हाम्रो घरमा कुल पूजा हुन जाँदैछ, सो त्यही कुल पूजाको भिडियो बनाउन जाँदैछु। सबैलाई सकेन देउतालाई चढाउन परिवारहरू भन्दैछ। यस्तो मम्मी विशेष मम्मी गुरुङले पकाउँदैछ। यसलाई चाहिँ तटेलोको फुल भनिन्छ। यो चाहिँ यो कुल पूजाहरूमा अनि यो यस्तो झाँक्रीहरूले पनि धेरै अनिवार्य रूपमा युज गर्छ यो तटेलोको फुल भन्ने चाहिँ। म पनि यो चाहिँ अब यो पाथी र मानामा सजाउन जाँदैछु। तटेलोको फुल चाहिँ राखिसकेँ। यो फुल चाहिँ हामीले जहिले पनि 9वटा युज गर्नुपर्छ। यो पूजाको काममा चाहिँ प्रायः 9वटा नै, सबै चिज 9वटा युज हुन्छ। अब यहाँ धुप हाल्न जाँदैछु। यो हामीले यो ढुङ्ग्रो निकाल्नको लागि चाहिँ पहिला कुललाई धुप हालेर चाहिँ हामी निकाल्न जाँदैछु। यो कामको लागि भनेर पहिला भनेर धुप हालेपछि चाहिँ अनि बल्ल निकाल्न मिल्छ। ढुङ्ग्रो चाहिँ निकालिसक्यो। यहाँ चाहिँ हाम्रो ढुङ्ग्रो। अहिले चाहिँ हामीले बाँसको ढुङ्ग्रो साटो तामाको ढुङ्ग्रो प्रयोग गर्छौँ। अब काठमाडौँमा बाँस कहाँबाट लिएर आउँछु, पाउनु त पाउँछु, त्यो सुकेको बाँस के काम। यहाँ चाहिँ अब दियो 9 मुठी चामल अनि 9वटा तटेलोको फुल छ। अनि यहाँ हाम्रो अब यो कहाँ थाल्नु भएन, यो नि सुक्का त भएन। यहाँ हुन्छ या रहेछ, यहाँ हुन्छ। गाईको घिउ छैन? कहाँ छ गाईको घिउ? अलिकति यसमा यो एकै ठाउँमा हालिदिने। यो के अरे सुक्खा धुपहरू भाँडामा त्यसमा मलिदिने। साल धुप्ने त्यसमा मलिदिएपछि एकैचोटि हुन्छ। यही मलिदिने। बाहिर आउने
रौद्याहरूलाई चाहिँ हटाइदिनु होला परमेश्वर कल्याणको। हामी सकेको बेलामा भत्ता भाइहरू मिलेर दाजुभाइ मिलेर भने भत्ता भाइ भने है दाजुभाइ हामी सकेको बेलामा चाहिँ सबै दाजुभाइहरू चाहिँ मिलेर दिवालीकोमा गर्नेछु। दिवालीकोमा गर्दाखेरि गर्ने बेलामा चाहिँ के चाहिन्छ भन्ने कुरो म भन्छु। तिमीहरूले पनि के सम्झ दिवालीकोमा गर्नेछु छु। हामी चाहिँ हजुरलाई चाहिँ नौमरीको तोर्मो, नौमरीको चिउ, नौमरीको 9वटासम्म के अरे 9 थान कपडा, यस्तो कपडा भन्छ नि होइन, नौमरीको चिउ, 9वटा के अरे नौमरीको चिम्या छु, 9वटा नौमरीको तोर्मो अनि 9 थान कपडा है। अनि लामा गुरुहरूले चाहिँ बजाउने चाहिँ के भने 9वटा ढ्याङ्ग्रो, 9वटा शङ्खा, 9वटा गम्दा घन्टा, 9वटा चाहिँ गजा, 9वटा डमरू यस्तो गम्दा गरेर चाहिँ हजुरलाई चाहिँ हामी सकेको बेलामा सबै भत्ता भाइहरू बसेर हजुरलाई चाहिँ सुम्या सेवा भक्ति दिवाली गम्दा गर्नेछु। अहिले हामी उँधौली उभोलीको चाहिँ मात्र हजुरलाई चाहिँ 8 जना गरेका छु। सबै चाहिँ सम्झिएको छु। परमेश्वर कल्याणको इच्छा गरेर क्षमा गरेर खुला पर्छ शरण लिइदिनु होला। हामी केही जान्दैन, अनाज सम्झा छौँ, घाँस खान दुःखले भात मात्र खाएका मात्रै हौँ। हामी कुनै केही जानेका छैनौँ। हामीले हजुरले चाहिँ रिसानी माफ होला बाँड्नबाट आज चाहिँ भनौँ न हजुरलाई चाहिँ मैले कल्याणको हजुरलाई चाहिँ आजबाट मैले चाहिँ नयाँ कुना डाङ्ग्रेको तयार गरेको छु। नयाँ पूजा आजा गर्ने डाङ्ग्रे भन्नु भने हामी चाहिँ एउटा के भने आजा पूजा गर्नलाई मैले चाहिँ के जेठा यो आफ्नो शाखा सन्तानको जेठा छोरोलाई चाहिँ मैले अगाडि सारेको छु। हजुरले उसको हातबाट अब चाहिँ सधैँ उसको हातबाट दीपक गुरुङको हातबाट चाहिँ पूजा आजा लिनु होला। म चाहिँ अब हामी अब वृद्धावस्था पनि भयौँ र हजुरले चाहिँ भनौँ न सधैँभरि मैले हजुरलाई चाहिँ मनले आत्माले चाहिँ सम्झिन्छु। मैले चाहिँ कुनै केही गरेर म छेउमा बसेर अरपर गर्नेछु कुनै म छेउमा र हजुरले चाहिँ दुःख मनाउ नगर्नु होला। मैले पनि कुनै डाङ्ग्रे यताउता गरमा गरेर सिकेर गरेको होइन। अघिल्लो पुस्ताका बाबाहरूले चाहिँ बुवा दाजुभाइहरूले चाहिँ गरेको देखेर मात्रै सिकेको गरेको हुँ। परमेश्वर अर्थ मैले चाहिँ विधि विधानहरू के नजानेकोमा जाने क्षमा गर्नु होला, माफ गर्नु होला, भुलाको शरण लिइदिनु होला। परमेश्वर हामी केही जान्दैन। परमेश्वर कल्याण हो। परमेश्वर कल्याणको रक्षा गरिदिनु, क्षमा गरिदिनु, भुला पर्छ शरण लिइदिनु होला। हामी अनाथ छौँ, अजान छौँ। परमेश्वर आजबाट चाहिँ नयाँ छोरो बफादीलाई चाहिँ मैले चाहिँ यो सबै कार्यहरू सिकाउनु लाग्दैछु। परमेश्वर हजुरले ग्रहण गर्नुहोला, अन्यथा नसोध्नु होला। परमेश्वर हजुरलाई परमेश्वर अब एक खाना धुप गरौँ। धुपलाई कता राख्नुहुन्छ? राखिदिने अनि के अरे बत्ती नै बाल्यो अनि त्यसले सकिन्छ। पहिला देउता राखेर यस पठाएर परमेश्वर मन दियो दयाले जगाएको छु। परमेश्वर हजुरलाई चाहिँ अब त्यसमा सरल बाल्दी जानु दियो जगाइहाल्यो। के अरे यो निमो भने उसमा के अरे यो यसरी ठोक्नु अनि यहाँ यसो गर्नु अनि त्यहाँदेखि यो दियोमा सल्काउनु। अरू बत्तीमा बत्ती नै सल्काउनु हुन्न है, धुपबाट सल्काइदिनु सबैमा बाल्नु सबै बाल्नु। हाय परमेश्वर कल्याण कोही गरेर क्षमा गरेर भुला पर्छ शरण लिइदिनु होला। हामी चाहिँ केही जान्दैन। परमेश्वर नयाँ भतिजालाई चाहिँ भनौँ न, अब भतिजा चाहिँ यो हाम्रो चाहिँ शाखा सन्तानको जेठो
छुमा छोरो उहाँ नै हुनुहुन्छ उहाँबाट चाहिँ को हातबाट अब उपरान्त हजुरबाटले चाहिँ उहाँको हातबाट चाहिँ पुनः पूजा आजा दिनु होला परमेश्वर। हामी केही जान्दैन अनाथ छौँ हजुरलाई चाहिँ उहाँलाई पनि हामीले अब डाङ्ग्री सिकाउनु यताउता गर्नु जानेका छैन यस्ता चाहिँ कुनै लामा पढ्नु पनि जानेका छैन यस्ता चाहिँ हामी अन्जान छौँ। जिन्दा जस्तो गरेर दिनुहुन्छ त्यसलाई चाहिँ स्वीकार लिनु होला परमेश्वर। पुल्यान कोही कोहीलाई चाहिँ हामीले चाहिँ नहुन सकेको बेलामा चाहिँ भत्ता भाइ मिलेर के अरे दिवालीकोमा गर्नेछौँ। अघिपछि हिगो समेत गर्नु सकेका छैन अहिले सकेको बेला हामी हिगो पनि गर्नेछौँ परमेश्वर। नौवटासम्म हजुरलाई चाहिँ नौमुरीको चिउ नौमुरीको तोरमा नौ थान कबडा नौवटा दिम्या दियो नौवटा शङ्ख नौवटा ढ्याङ्ग्रो नौवटा सङ्घ डमरू नौवटा गजा नौ थोका गम्याका नौवटा झुरुम्बा नौवटा घन्टा सबै गरेर चाहिँ हजुरलाई चाहिँ हामी सेवा भक्ति गर्नेछौँ। अहिलेलाई चाहिँ हामी उभौली चाहिँ मात्रै चाहिँ हजुरलाई चाहिँ टक्राएको गरेको छ। जे जस्तो जाना छ यसमा भुला पुस्ता भुलो भएमा चाहिँ हजुर माफ गरिदिनु होला क्षमा गरिदिनु होला। अब भाले ल्याएर पर्साउने है त्यति गऱ्यो। अब चाहिँ भाले समाउन जाँदैछु भन्नु। अब चाहिँ मेरो अङ्कल भाले समाउन गइरहनु भएको छ। मेरो मामा मम्मीबाट तल भाले हजुर हेर्नुहोस् भाले अब हामी तल जाँदैछौँ भाले लिएर हाम्रो कुल पूजा पाठ ठाउँ जाँदैछौँ। कहाँ चुक्ने हजुर नमस्कार अब हाम्रो पूजामा हाम्रो भाले पर्सिने काम चाहिँ सक्यो। आज चाहिँ भाले पर्सिनले गाह्रोमा नै किन भन्दा आज सधैँ हाम्रो पूजा चाहिँ ठुलो भाले गर्नुहुन्थ्यो। आजबाट चाहिँ हाम्रो घरको जेठो दाइलाई पूजा गर्न सुनिरहेको थियो सबै त्यसको कारणले अलि भाले पर्सिन गाह्रो मान्यो। यो चाहिँ कुखुराको कलेज हो। यो चाहिँ हामीले अहिले चढाउनु पर्छ। यो चाहिँ हामीले कुललाई अनि वायुलाई सबैलाई भाग लगाएर चढाउनु पर्छ। अहिले हेर्नुहुन्छ अहिले देखाउँछु भाग लगाएर चढाएको। अलिकति पानी हाल्दैन हाय परमेश्वर कोहीको अगार क्षमा गर भुला वर्ष शरण लिइदिनु। हजुरलाई जाने सेवा भक्ति गरेको छु परमेश्वर। हजुरलाई बाफ लगाएको छु परमेश्वर। आङ्कोमा हजुरलाई चढाएको छु परमेश्वर। बाह्य पूजामा मात्रै अब यो बाँड्नु पर्ने यसमा पुरानो निकाले खाने छ यहाँ सर पुलियामा कोहीको मगर क्षमा गर सेवा भइदिएको रहेछ परमेश्वर। हुँदैछ गर्दैछ उता उद्यो भेना यो फुकेर कुरा
सँगसँगै राख्नुपर्छ क्या हाल्दै गर आतंकित भएमा चाहिँ माफ गर्नु होला क्षमा गर्नु होला बोला परमेश्वर हामी केही जानेर परमेश्वरको याद गर्छौँ कमारी हमारा कमारी कमारा कमारी अर्सल बिर्सल एउटा छ अर्सल बिर्सल हजुर हिसाब पैसा टक्राएको छ परमेश्वर कुनै तल बितल हामी जान परमेश्वर क्षमा बोला शरण लिइदिनु होला परमेश्वर शरण दिनु होला हामी केही जान्दैन होला त्यो परमेश्वर क्षमा बोला लिइदिनु होला हामी अन्जान छु परमेश्वर क्षमा माग्दछु कुनै भुल भएमा न परमेश्वर हजुरलाई चाहिँ भत्ता पाएहरूले चाहिँ के कति खान पायो कति के कसैको भागहरूमा चाहिँ असल त्यसमा हुनु गयो केही जान्दैन न परमेश्वर हामी छौँ यसमा चाहिँ क्षमा गर्नु होला शरण लिनु केही थाहा छैन अन्जान छ हजुरहरूको कोहीको नाम नजाने होला कोहीको नाम नजाने होला यसमा चाहिँ माफ गरिदिनु होला परमेश्वर कमारा कमारी हाम्रो वायु पूजा चाहिँ सक्यो यसरी वायु पूजा होइन कुल पूजा अब अन्तिममा अक्षता र परमेश्वर यो चाहिँ हाम्रो सुनपानी चोख्याउन हाम्रो कुल पूजा सक्यो यो बाँकी भएको यो चाहिँ एकचोटि एउटा खानुपर्छ अरे हामीले किनकि अब केही विष हालेर दिएको छ कि केही नराम्रो गरेको छ कि भन्छ अरे सो एउटा टुक्रा चाहिँ हामीले यो खाइदिनु पर्ने हुन्छ रोटी खायो मासु माछा अन्डा यहाँ छ कलेजो अनि यो जाँड सबै चाहिँ पूजा गर्ने मान्छेले खानुपर्छ केही विशेष हालेर दिएको छ कि भन्नु पऱ्यो हाम्रो कुल यताको चाहिँ हाम्रो कुल हो भने यो वायु अनि यो चाहिँ कमार कमारीले छोरी ओजु ओजस्वी नमस्ते गरिदेऊ ए हेलो नमस्ते भन नमस्ते सलाम गरिदेऊ सलाम किन हाँस्छ त तला चरै मिल्न यो कहाँ तला भने कहाँको पुरै सिङ्गे हाल्छ यस्तै काट्दै मराले त्यो निगाले काट्नु हजुर
कुकिङ चाहिँ साह्रै डेन्जर भयो त जाडो भाजी हुन्छ जाडो पाउँछ अर्को छैन है दामीले छ पनिर के लुलो हो लुलो हो त्यसले गर्दा नि यही घोटो गरेर भाजी लाग्छ कुकिङ जारी छ नास्ता जारी छ हाम्रो चाहिँ नास्ता हुँदैछ यहाँ हाम्रो दाइको कुकिङ चलिरहेछ ए माछा त म भन्दै सरी 2-4 शब्द जाओस् न त दाइ हामी स्पेसल लोकल कहाँबाट ल्याएको लोकल भालेको चाहिँ यस्तो मिठो रस हालेर चाहिँ फ्राई गरेर रस हालेर चाहिँ यहाँ पाक्दैछ के मसला अहिले उम्लेपछि मिठो हुन्छ नुन लाग्छ र अलिक कम हुन्छ नुन है तरकारी रेडी भइसक्यो प्याज र पात र लसुन पात हालिदियो सक्यो ओजु प्याज पात खुसबु ल्याइदिनु ओजु जाबाट घोडे मासु फसेर भनेर पुरै यताउता नि रेख लगाउनै दिन्छ फेरि अङ्कलले भात खाइरहेछ भने अगाडि भात खाइरहेको छ यहाँ लोकल कुखुराको मासु What is this? लोकल कुखुराको मासु गाउँबाट बाइकमा हालेर ल्याएर काटेको मुन्द्रे मुन्द्रे भान्जाको घरमा कुखुरा किन यादै हौदेर मुन्द्रे भान्जाको बुढीको लुगा भरे कतिखेर खाने भन्नु त पुग्ने हो अब यहाँ हाम्रो ढेँडो पाक्दैछ हाम्रो कुक दाइले ढेँडो पकाउँदैछ म यहाँ एकताल ल्याब पुग्दैछु पानी बढी हुन्छ त्यो अहिले समाएर चाहिँ अनि गोजीमा हालेर के गफ लाग्छ हामीले त त्यो खानै त हो अचार तपाईँले राख्नु दाइलाई मासु तपाईँले सधैँ अचार राख्छ ढेँडो पाक्न लाग्यो अनि यस्तो गरेर पढ्न कस्तो उल्टो छ यस्तो छटपटा मान्छेले भन्छ नि कराते सधैँ के गर्दाखेरि जिम गऱ्यो भने मेन भनेको खेल्नु भन्दा पनि डाइट सुरु गर्नु चाहिँ होइन खानुपर्ने क्या अब हिजो अस्ति उमेश राईले जित्यो 12 लाख उसको खर्चै भयो होला 8 लाख एक दिन एउटा डब्बा किन्यो भने त्यो जहाँबाट डब्बा 10 दिन हुँदैन उसलाई बेचेर दादाहरूको कुरा डब्बाको पर्छ 20 वटा हजार अनि
कति त्यो है मासु त्यस्तै ब्रेस्ट मात्रै भन्छ एक दिनको खर्च भनेको न 20,000 खर्च हुन्छ नि त्यो त अब त्यो 12 कतिवटा गेमको लागि नजित्न त कति तनाव होला भन्नु ल जित्न त 12 त्यो अहिलेको खेलाडी भनेको तपाईँको सुई नलाग्न सक्दैन 1.5 लाख त एउटा सुईको 1.5 लाख पर्छ अरे त्यो सुई त बदलाउनु मात्रै पर्छ ठिक छ धेरै ठिक छ अहिले नेचुरल बडी बिल्डिङ भन्ने हुँदैन तपाईँको सकेर आज कालले के टटल लाइदिङ यहाँ चलै छ अझै पाएको छैन हाम्रो चना झाछा त्यो खेल्ने बहिनी आइ खेल्न कराएको प्लान हान्दैछ कस्तो गरे खोइ झा परेन त्यो उ छैन दाबी झर्मन दाबी हिजो देखाएन नि फेरि हिजो कहाँ नाच्यो भने स्टेज त खाट रे नाचे दुर्गेश थापाको गीतमा दाबीले खान्थ्यो एकछिन नाचेको दाबीले ओछ्यानमा हाने सर्न कालो नि भने कस्तो छिटो यसरी दिने यताउता प्लास्टर बनाउनु सकेसम्म खेलै भएन पढाइ मोटे अरूले 16 वर्ष हुँदैन 18 वर्ष दियो पढाइ हो कि होइन निखारेर जाओस् के प्लास्टर हाम्रो नेपालीको मान्छे पनि तिम्रो नाम के हो तिमी कतिमा पढ्ने कति क्लासमा पढ्ने तिमी नाताली तिम्रो मम्मीको नाम के हो ड्याडीको नाम के हो फेरि भन त ड्याडीको नाम ड्याडीको नाम भने माधव गुरुङ भन न एबिसिडी राम्रै भन एबिसिडी भन दिनले पापा दिन्छु गुड जेम्स तिमी नि नाच ओइ हो ओइ नगर न भाइले नाच जेम्स ए पागल बाहेन अलि राम्रोसँग पछाडि जाऊ अलि अर्को डन छोटो डन प्रसाद खाने आनी ओजु दो बारे दो मम्मीले त दिएन दो ल हाम्रो खानपिन हुँदैछ खानपिन जारी छ बाहिर हाम्रो ढेँडोको कार्यक्रम हुँदैछ किन खाँदैन
ढिड्डो खा हुँदैछ हाम्रो ढिड्डो लोकल कुखुरा र ढिँडो साउनीको भोजन खुवाइ हुँदैछ के छ साउनी आमै के खायो काका भन्दियो काका भन न कस्तो ताता भने काका भन्दियो ताते छोरी ताते ढेँडो र लोकल कुखुरा कस्तो छ त दाइ साथीहरू हाम्रो कुलपूजा चाहिँ सकियो भिडियो यति नै थियो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु होला धन्यवाद